आज म तपाईँलाई देखाउन गइरहेको छु मसँग यो दुईटा पेज छ र मलाई एउटै पेपरमा चाहिँ बोथ साइडमा निकाल्नु पर्यो भने मैले कसरी निकाल्छु मसँग दुईटा पेज छ तपाईँहरूले हेर्नु सक्नुहुन्छ दुईटा पेज भयो अब यो दुईटा पेजलाई चाहिँ मैले कसरी प्रिन्ट आउट गर्न सक्छु त यस्तो बेला तपाईँहरूले चाहिँ के गर्नुहोस् कन्ट्रोलसँग पी प्रेस गर्नुहोस् कन्ट्रोलसँग पी प्रेस गर्ने बित्तिकै यस्तो देखिन्छ तपाईँले यहाँ अप्सन आउँछ त्यसो तपाईँले यहाँनिर गएर आफ्नो प्रिन्टर चुज गर्नुहोस् त्यसपछि तपाईँहरूले यहाँ प्रिन्ट वन साइड भने तपाईँहरूले तल गएर यदि प्रोटेक्ट छ भने प्रिन्ट वन बोथ साइड तल्लोको अप्सन क्लिक गर्नु होला यदि प्रिन्ट तपाईँले प्रोटेक्ट छ भने प्रिन्ट वन बोथ साइड तल्लोमा चाहिँ फिल पेजमा चाहिँ क्लिक गर्नु होला तपाईँको बोथ साइड गर्नको लागि यहाँनिर तपाईँले यसमा प्रेस गर्नु होला यसरी गरिसक्नु भएपछि तपाईँले के गर्नु सक्नुहुन्छ यहाँ प्रिन्ट थिच्नुभयो भने के हुन्छ यहाँबाट हेर्न सक्नुहुन्छ बोथ साइड भएर यहाँ पेपर हाम्रो आउँदैछ हेर्न सक्नुहुन्छ यहाँनिर फेरि आयो